स्टार्ट बजेको मेरो प्रश्न नम्बर 4 रहेको छ सिसाहरूको व्यवस्थापन कसरी गर्न सकिन्छ? सिसा जन्य पदार्थ अनि अघि सोधेको जुन प्लास्टिक जन्य पदार्थलाई कसरी कन्ट्रोल गर्न सकिन्छ? त्यो प्लास्टिकलाई माइनस गरेर सिसालाई राखिदिउँ त र त्यही अनुसारले सोचौँ त हामी ठ्याक्कै भेटाउँछौँ होइन। सिसालाई पनि रिसाइकल गर्न सकिन्छ। सिसा पनि सेम प्लास्टिक जस्तै नकुहिने पदार्थ हो होइन। जहाँ प्लास्टिक जान्छ बस्छ त्यो लङ लास्टिङसम्म बस्छ। अब कुहिन्छ कुहिँदैन त्यो मभन्दा बढी साइन्टिस्टहरू जान्ने हुनुहुन्छ, म उहाँहरूलाई त्यो जिम्मा छोड्थेँ र मैले चाहिँ अघिकै एन्सरलाई मैले फोकस दिएँ। प्लास्टिकलाई माइनस गरेर मैले सिसालाई राखिदिएँ र मेरो उत्तर त्यही नै हो। तपाईँको भनाइले प्लास्टिक र सिसालाई त त्यसरी नै हामीले रिसाइकल गर्नु पर्यो अनि त्यहाँ समाधान गर्नु पर्यो। त्यसरी नै समाधान। धन्यवाद यस्तो क्वेसनको लागि। अब म क्वेसन नम्बर 5 मा गइरहेको छु। रुख बिरुवाहरूले हामीलाई सहयोग गर्दछ कसरी? एकदम राम्रो प्रश्न। र मैले अघि जुन हल्का लोजिकवाला गरिदिएको थिएँ डाइनासोरको युगको कुरा गरेको थिएँ मैले त्यही चिजलाई मैले फेरि रिपिट गरेँ। त्यो वातावरण त्यतिखेर डाइनोसर सर्भाइभ गर्ने वातावरण थियो, त्यो अनुसारको बोट बिरुवा थियो, त्यही अनुसारको उसको आहाराहरू थियो होइन। त्यही अनुसारको वातावरण भएको हुनाले त्यो जनावर सर्भाइभ गर्न सक्यो। जस्तै अहिले त्यतिखेरै मैले के भनेको थिएँ भने एक सिंह गैँडा लोप हुँदै गएको छ, हिमाली भेगमा पाइने जनावरहरू लोप हुँदै गएको छ होइन। त्यस्तै गरी अब हाम्रै अब जुन नदी नालाहरू हेर्नु जुन मात्रामा पानी थियो खोलामा त्यस्तो त्यो छैन अहिले होइन। बोट बिरुवाहरू मासेर न त्यो भएको हो होइन। हामी चाहिँ हाम्रो खुट्टामा आफैले बन्छौँ खाने जस्तो मलाई चाहिँ फिल भइरहेछ। यो वातावरण एकदम मोस्ट इम्पोर्टेन्ट चिज हो है। अब त्यो डाइनोसरको ठाउँमा अब हामीलाई राखिदिउँ त। अब हामीले वातावरणलाई प्रभाव पारिरहेछौँ, भोलिको दिनमा हाम्रो मानिसको पनि अस्तित्व नमिट्ला भन्ने के ग्यारेन्टी छ त? वातावरण जब कि हामीलाई खाँदैन पदार्थहरू त्यो वातावरणमा होइन उत्पत्ति हुने चिजहरू नै हो, जीवित चाहे निर्जीव चिजहरू होइन। अब त्यो चिजहरूलाई नै हामीले ह्रास गर्दै गयौँ भने, मास्दै गयौँ भने स्वतः मान्छेलाई जीवित जन्तुहरूलाई स्वतः रूपमा प्रभाव पार्छ। र जस्तै त्यो डाइनोसरको युग थियो, त्यो डाइनोसरको युग नाश भयो, त्यो तरिकाले क्रम विकास हुँदै विभिन्न जीवहरूको उत्पत्ति भयो होइन। त्यस्तै अब पहिलाको कन्डिसनमा जस्तै कि 2000को समयतिर यसो हामीले नेटमा सर्च गरेर हेऱ्यौँ भने त्यतिखेर जाडोको समय जुन यो गर्मीको तापक्रम थियो त्यस्तो थिएन होइन। तराई जुन अहिले हामी तराई प्रदेशमा सर्भाइभ गरिरहेछौँ, तराई प्रदेशमा पनि बोट बिरुवाहरू टन्नै थियो होइन। अहिले पनि अब जुन हजुरआमाहरू जिउँदो हुनुहुन्छ होइन, बोजूहरू बुवाहरू जिउँदो हुनुहुन्छ उहाँहरूले गर्नुहुन्छ होइन। यहाँनिर यस्तो ठुलो रुखहरू थियो, अहिले छैन। र त्यही रुखहरू बिरुवाहरू त्यो वातावरणमा प्रभाव पार्ने, अक्सिजन प्रदान गर्ने, वातावरणलाई राम्रो बनाउने जुन चिजहरू छ बोट बिरुवाहरू छ त्यसलाई मास्दाखेरि त हाम्रो स्वतः हाम्रो दैनिक जीवनमा प्रभाव परिहाल्छ। अनि अहिले जुन हामी 30-35 डिग्रीको तापक्रम खेपिरहेछौँ, 45 डिग्रीसम्म तापक्रम खेपिरहेछौँ, एउटा कतारको तापक्रम 50 डिग्री भनेर सुन्छौँ, कहिले 60 डिग्री भनेर सुन्छौँ, त्यो रेसियोमा आइसक्यो होइन। मरुभूमि त्यहाँनिर मरुभूमि छ, त्यो कारणले तापक्रम बढ्छ किनभने बोट बिरुवा छैन। अब सेम बोट बिरुवा हाम्रो अब तराई प्रदेशमा हामी यो जुन ठाउँमा जुन स्थलमा छौँ त्यो स्थलमा आउँदाखेरि बोट बिरुवा जुन मात्रामा थियो त्यो बोट बिरुवाहरू मासेको हुनाले न हामीलाई अहिले यस्तो गर्मीहरू खेप्नु परिरहेछ। यो कुरा सबैले बुझ्नुपर्ने कुरा हो। एज अ नट एउटा नेपालमा बसेर म अहिले यो जुन कुरा भनिरहेको छु एज अ नेपालमा मात्रै होइन, एज अ फुल यो हाम्रो एज अ होल पृथ्वीमा एज अ होल अर्थमा फोकस गर्नुपर्ने देखिन्छ। अब
मैले अर्थको कुरा जोड्दाखेरि कति भाग पानी छ र कति भाग जमिन छ मैले भन्नु पर्दैन होला। जहाँसम्म लाग्छ यो कुरा तपाईँले आफ्नो स्कुल लेभलमा सिक्दै हुनुहुन्छ र जहाँसम्म लाग्छ तपाईँ सिक्नुहुन्छ। यो कुरा अहिले मैले भन्नाले पनि तपाईँले पढेर अध्ययन गरेर बुझ्नु भने अझ बेटर हुन्छ। यदि बुझ्नु भएन भने म सधैँ छु, म तपाईँलाई फेरि दिन सक्छु। अब नेक्स्ट प्रश्नमा जाउँ, किनभने मलाई पनि टाइम धेरै भइसक्यो, खाना खानु जानुपर्छ है। सो फोकस गरौँ अर्को नेक्स्ट प्रश्नमा। हजुर, अब तपाईँको दोस्रो प्रश्न रहेको छ, वन भरानी गर्नु भनेको उपयुक्त हो कि होइन तपाईँको भनाइमा चाहिँ? मैले फेरि त्यही अगाडिको प्रश्न, तपाईँले जुन अगाडि प्रश्न सोध्नु भएको थियो र मैले जुन उत्तर दिएको थिएँ होइन, दैनिक जीवनमा हाम्रो प्रभाव पार्ने मोस्ट इम्पोर्टेन्ट अक्सिजन हामी रुख बिरुवाबाटै पाउँछौँ होइन। हामीले खाद्य चिजहरू पनि त्यही रुख बिरुवाबाट पाउँछौँ। त्यसलाई मासे पछाडि हामीले हाम्रो आफ्नो खानालाई मास्या हो। यो के भन्छ, भिजुअली रूपमा भन्नुहुन्छ चाहे इन्डिभिजुअली रूपमा भन्नुहुन्छ, यो चाहिँ रियालिटी यथार्थ कुरा हो है। अब जुन मात्रामा पहिला हुन्थ्यो, खानाको अभाव हुँदैन थियो, अब जुन तरिकाले पशुपालनहरू हुन्थ्यो होइन, आफ्नै बगैँचाको होइन, आफ्नै बारीको अथवा छिमेकीको बारीको फलफुलहरू पनि जनावरहरूलाई खुवाइन्थ्यो। त्यही अनुसारले दुध दही महीहरू हामी खान्थ्यौँ, प्रयोग गर्न पाउँथ्यौँ होइन। गुणस्तरयुक्त चिजहरू युज गर्थ्यौँ होइन। त्यो वन फरानी गरेर अनि यो लेभलमा अहिले आइपुगेर पहिला खोप त्यतिकै साह्रै लगाइँदैन थियो। अहिले हामी अब जस्तै कुखुरा पालन गरिन्छ नि, लोकल कुखुरालाई हामी बिना खोप स्याहार सुसार गर्छौँ होइन। लोकल कुखुरालाई बिना स्याहार सुसार गरेर हामी घरको वातावरण सर्भाइभ गरेर त्यो तरिकाले गर्छौँ। तर जुन कृषि समुदायमा ब्रोइलर कुखुराको उत्पादन गराएको छ, जसलाई चाहिँ खाना मासुको रूप भोजनको रूपमा अब खाइन्छ होइन, त्यो चिज 45 दिनको हुन्छ, कतिको भ्याक्सिनहरू हानिन्छ। अनि वैज्ञानिकले पनि प्रमाणित गरेका छन् होइन। त्यो भ्याक्सिन जुन के भन्छ भने मान्छे एक्सिडेन्ट भए पछाडि अथवा हार्ट एट्याक भए पछाडि, हार्ट एट्याक भएपछि मरि नै हाल्छ। जुन प्रेसर हाई भएपछि जुन शरीर प्यारालाइज हुन्छ, त्यो केसमा जुन एउटा कोमा भन्ने हुन्छ नि एउटा कन्डिसन, त्यो कन्डिसन आउनुभन्दा अगाडि एउटा अन्तिम स्टेजको भ्याक्सिन चलाउने भनेर यो मान्छेलाई भनेर जुन भ्याक्सिन निकालेको थियो, त्यो चाहिँ न्युजमा मैले सुने हो। त्यो भ्याक्सिनले पनि अब काम गर्दैन भन्ने आइरहेछ त्यो न्युज। त्यो चाहिँ जहाँसम्म लाग्छ वातावरणलाई हामीले ह्रास गरेर, वातावरणलाई हामीले प्रभाव गरेर, वातावरणलाई हामीले बिगारेर, वातावरण दूषित गरेर होइन। वातावरण भन्ने बित्तिकै सबै कुरा बुझिसक्नुभयो अघि नै, जीवित वस्तु अथवा निर्जीव वस्तु एज अ होल सबै नै वातावरणको एउटा अंश हो। वातावरणमा हामी एउटा मान्छे नहुँदाखेरि पनि वातावरणलाई केही प्रभाव पर्दैन। जस्तै जुपिटर, यो मङ्गल ग्रह, चन्द्रमा, यो जति ग्रहहरू छ नि, त्यो ग्रहहरूमा साइन्टिस्टहरूले रिसर्च गर्दैछ नि मान्छेको अस्तित्व छ छैन। त्यहाँनिर मान्छेको अस्तित्व अनुकूल वातावरण भयो भने न मान्छे सर्भाइभ गर्न सक्छ त। अनि मान्छे सर्भाइभ गर्नलाई के चाहिन्छ त? वातावरण चाहिन्छ, बोट बिरुवा चाहिन्छ, मोस्ट इम्पोर्टेन्ट जलवायु होइन, खाद्य पदार्थहरू त्यो वातावरणमै सबै थोक पाइने भएको हुनाले वातावरणलाई चाहिँ हामीले ह्रास गर्नु, हामीले हाम्रो अस्तित्व मिटाउनु जस्तै मलाई चाहिँ लाग्छ। त्यो कारणले चाहिँ वातावरण चाहिँ एकदम मोस्ट इम्पोर्टेन्ट थिङ हो। वातावरणलाई चाहिँ हामीले एकदम जोगाउनु पर्छ। वातावरणलाई हामीले जोगाउन सक्यौँ भने डाइनोसर जस्तै हाम्रो अस्तित्व नमिट्ला भन्ने भन्न सकिँदैन। धन्यवाद यस्तो उत्कृष्ट राम्रो उत्तरको लागि। अब मेरो लास्ट क्वेसन अब रहेको छ, हामीले जीव जन्तु तथा चराचुरुङ्गीहरूलाई मार्नु राम्रो हो र उपयुक्त हो जस्तो लाग्छ तपाईँलाई? एकदम मार्यो भने त जस्तै अब हामीले मृग मार्यौँ, जङ्गलमा गएर मृग मार्यौँ, त्यहाँनिर
मृग कसले खान्छ त? बाघले खान्छ। अब मृग त्यो बाघले नखान पाएपछि त्यो बाघ कहाँ छिर्छ? जङ्गलदेखि सहर छिर्छ, गाउँ छिर्छ। अनि त्यसले त्यो मांसाहारी जनावर हो, त्यसले साग सब्जी खाँदैन। त्यसले जति बुढो भयो नि त्यो बाघले, त्यो मांसाहारी जनावरले मासु नै खान्छ। र हामीले त्यो जनावरहरूलाई मार्यौँ भने त्यसको आहारलाई ह्रास गर्नु हो। र चिल सर्प हामीले मार्यौँ भने चिलले सर्प खान पाउँदैन होइन। सर्प नखान पाएपछि चिलको अस्तित्व मिट्न जान्छ। जस्तै अघि मैले सुरुमा भनेको थिएँ डाइनोसरको युग भनेको थिएँ, डाइनोसर यसरी चाहिँ नाश भयो। त्यस्तै जीव जनावरहरूलाई मार्यौँ भने त्यो जीव जनावरले जुन उपयोग गरेछ, जस्तै हामी मान्छे हौँ, हामी कुखुराको मासु खान्छौँ होइन। गाई त हामी खाँदैनौँ, हिन्दू धर्मको मान्छेले खाँदैन गाई। अनि तर अहिले देखिन्छ अब होइन सिचुएसन कन्डिसन गाईको मासु खाने बित्तिकै चाहिँ मरिहालेको चाहिँ कोही छैन होइन। किनभने भोजन जब एउटा कन्डिसन हुन्छ नि, एउटा कन्डिसनमा सर्भाइभ गर्दाखेरि भोजन मोस्ट इम्पोर्टेन्ट थिङ हो। फिल्महरू सायद देख्नुभयो होला तपाईँहरूले। अब पाई फिल्ममा जुन सर्भाइभ गरेको एउटा देखाएको छ, जुन फिल्ममा त्यो पाई फिल्ममा एउटा नाउँमा सर्भाइभ गरेको एउटा के भन्छ बाघ र एउटा मान्छे होइन सर्भाइभ गरेको देखाएको छ। त्यहाँनिर समुद्रको जीवहरू खाएर सर्भाइभ गरेको देखाएको छ। अनि लास्टमा गएर एउटा आइल्यान्डमा होइन त्यहाँनिर त बोट बिरुवा भएको वातावरणमा टक्कसँगले गएर टक्कसँगले अक्सिजन नट बोट बिरुवाबाट पाइन्छ भनेर जुन मैले भनेको थिएँ नि, बोट बिरुवा नट एउटा के भन्छ वातावरण एउटा भूमिमा मात्रै पाइन्छ, एउटा जमिनमा मात्रै पाइन्छ भन्ने छैन। बोट बिरुवाहरू जलमा पनि पाइन्छ होइन। त्यो जलबाटै जहाँसम्म लाग्छ मलाई जीवन चाहिँ उत्पत्ति चाहिँ जलबाटै भएको हो होइन। अब वातावरणलाई हामीले प्रभाव पार्दैछौँ भने होइन, वातावरणलाई प्रभाव पार्यौँ भने, त्यो जीव जनावरलाई मार्यौँ भने, त्यो जीव जनावरले खानेकुराहरू त्यो ह्रास हुन गयो भने, त्यो अस्तित्व मिट्यो भने होइन हाम्रो पनि दैनिक जीवनमा प्रभाव पार्छ। सो मानिसको अस्तित्व जोगाउनु छ भने सकभर नमारौँ, किनभने एउटा सबैको आयु हुन्छ, सबैलाई बाँच्नु पाउने अधिकार छ होइन। सबै यो वातावरणमा सबै अनुकूल भयो भने हामीलाई पनि सहज हुन्छ वातावरणमा सर्भाइभ गर्नलाई। सो द्याट म चाहिँ यो भन्न चाहन्छु कि आफ्नो काल ननिम्त्याउँ, यो मानव जातिलाई नै म भन्न चाहन्छु आफ्नो काल चाहिँ ननिम्त्याउँ। सो द्याट जीव जनावरलाई नमारौँ। मानवता भन्ने जुन शब्द छ त्यो मानवताको मान्छे भएपछि मानवता आफूमा छ भन्ने देखाउँ। यदि मानव हो भने यस्तै तरिकाले चलिरह्यो भने चाहिँ मान्छेको अन्त्य डाइनोसर जस्तो नहोला भन्न चाहिँ म फेरि सक्छु। ल अर्को प्रश्न मेरो भतिज पनि बोलाउन आइसक्नु भएको छ, अलिक छिटो गर्नलाई खाना पाकिसक्यो सेलाइसक्यो। सकिसकेको छ। ल तपाईँको यस्तो मूल्यवान समयलाई दिनुको लागि धन्यवाद। र तपाईँलाई म यस वार्तालापबाट बिदा गर्न चाहन्छु। नमस्ते। एकदम धन्यवाद तपाईँलाई पनि म दिन चाहन्छु। यसको च्याप्टर 2 म यदि राम्रो लागेको छ भने तपाईँहरूलाई यो प्रपोजल हाम्रो क्रिएटिभिटी कमेन्ट गर्नुहोला, लाइक गर्नुहोला, सब्सक्राइब गर्नुहोला। अब च्याप्टर 2 मा चाहिँ म मेरो भतिजको एजुकेसन लेभल चाहिँ कति छ म उसको जाँच पनि गर्छु होइन। आजको लागि चाहिँ यति नै। म अब खाना जानुपर्छ। सो द्याट शुभ रात्रि। नमस्ते धन्यवाद। कत्रो लामो यहाँ कति छ। यो त के नजाऊ नि बाइक